हेलो गाइज, अस्सलाम वालेकुम, नमस्कार। हजुरहरूलाई स्वागत छ हाम्रो यो भैरवाडी कन्डिसनमा है। अनि हेर्न सक्नुहुन्छ हामीसँग एकदम राम्रो राम्रो कन्डिसनमा बाइक स्कुटीहरू अपडेटमा आइसकेको छ। आज म हजुरहरूलाई यो पुरै बाइक स्कुटीको प्राइजहरू मोडलहरू भन्न गइराखेको छु है। ल यो हेर्न सक्नुहुन्छ तपाईँको 2018 मोडलको सुपर स्प्लेन्डर, मात्र 39,000 रनिङ भएको गाडी चाहिँ वान ह्यान्ड हो। यसको प्राइस म हजुरलाई 1,15,000सम्म दिन्छु है त। यसको प्राइस 1,15,000 फिक्स हो, त्यसमा ट्याक्सहरू पेड हुन्छ। त्यसै गरेर यो हेर्न सक्नुहुन्छ तपाईँको 2020को लास्टको मोडल हो। गाडी चाहिँ वान ह्यान्ड हो, मात्र 15,000 रनिङ है। टायर सायर हेर्न सक्नुहुन्छ, एकदम राम्रो फ्रेस छ। यसको प्राइस तपाईँको 1,45,000 है। त्यसै गरेर होन्डाको डियो, यो पनि तपाईँको वान ह्यान्ड नै हो है। होन्डाको डियो 2018को लास्टको मोडल, तपाईँको यो कति गुडे छ भने 32,000 रनिङ छ है। यसको प्राइस तपाईँको 1,30,000, त्यसमा अझै पनि 5,000 डिस्काउन्ट छ है त, 1,25,000सम्म दिन मिल्छ। त्यसै गरेर यो हेर्न सक्नुहुन्छ तपाईँको 2023 मोडलको पल्सर बाइक है। पल्सर बाइक तपाईँको लेडिजले युज गरेको बाइक हो यो है। तपाईँको सिङ्गल डिस्कमा किकवाला हो यो। तपाईँको प्राइस चाहिँ 2,20,000 पर्छ है। त्यसै गरेर यो आएको छ अहिले नयाँ अपडेटमा 19 मोडलको R15 V3। गाडी चाहिँ गुडेको छ कति छ भने 36,000 है। एकदम फ्रेस छ, तपाईँको कहीँ कतै स्क्रैच पनि छैन, इन्जिनहरू सिल प्याक छ। यसको प्राइस तपाईँको 2,20,000 फिक्स प्राइस हो। त्यसै गरेर यो छ NS 19 मोडलको NS, वान ह्यान्ड नै हो गाडी पनि, एकदम राम्रो कन्डिसनमा। टायर सायर पनि हेर्न सक्नुहुन्छ, एकदम फ्रेस छ। तपाईँको रनिङ 25,000 रहेछ है। गाडी एकदम राम्रो छ। यो तपाईँको मात्र 1,20,000 फिक्स प्राइस है। यदि कोही साथीहरूलाई बाइक स्कुटी है, अनि हामीसँग बुलेट पनि छ, चाहियो भने हाम्रो यो भैरवाडी कन्डिसनमा आउनुहोस् है। लोकेसन ठ्याक्कै यो बुद्ध चोक, बुटोलबाट आउँदा नि बुद्ध चोक पर्छ, बुद्ध चोकको साइडमै छ यहाँ है। यो बहुत ठुलो बिल्डिङ देखाइदियो त, यो ठुलो बिल्डिङ बनिरहेको छ, त्यसको ठ्याक्कै पारिपट्टि है। सजिलोको लागि तपाईँलाई राम्रो है। यदि कसैलाई चाहियो भने हाम्रो भैरवाडी कन्डिसनमा आउनुहोस् है। तपाईँले एकदम मिलाएर दिनसम्म गाडी सर्भिसिङ गरेर अनि नयाँ हेलमेट पनि पाउनुहुन्छ है त। ल है गाइस, ल धन्यवाद।